मिल्यो अब त्यो फेरि के अरे कृषकहरूको अब धेरै उत्पादन छ भनेर सस्तोमा लिन खोज्यो भने मान्छेले मिललाई पनि मार पर्छ ठिक्क भाउमा लिनु पऱ्यो क्या सबै सुहाउँदो भाउमा सबै मिलाएर उसलाई पर्सेन्ट नाफा हामी जाँदै उसले त उ लिँदै भने चित्त बुझ्यो भनेदेखि त राम्रो हुन्छ नि चिनी उपभोग गर्ने हामी उपभोक्तालाई पनि सस्तो पर्छ अब यहीँ नेपालमै उत्पादन भएको नेपालमै उ भएको सबै गर्दाखेरि होइन अब हामीलाई सस्तो पर्छ